तपाईलाई मन्त्री भन्नु कि महावीर पुन भन्नु? महावीर पुन। अब मन लाग्छ भने दाई महावीर पुन भन्नु। जेनजी पुस्ताको परिवर्तनले तपाईँ मन्त्री बन्नु भएको छ। अब त्यो जेनजी पुस्तालाई चाहिँ तपाईँले कसरी सम्बोधन गर्नुहुन्छ भन्ने हो। म पनि जेनजी पुस्ता नै हो। मेरो खराब पानी भन्दा 2 वर्ष बढी हो। किनभने मैले भनिरहेको छु, मैले अहिले मात्र आज मात्र भनेको होइन, मैले बारम्बार भनिरहेको छु कि मेरो दिनले मेरो उमेर जतिसुकै होस्, अब दिनले त 71 वर्षमा लागिसक्यो हैन, अब दिनले जतिसुकै होस् म चाहिँ 30 वर्षको हो। खत्तम। निःशुल्क शिक्षा के गर्नुहुन्छ तपाईले? लागू गर्नुहुन्छ? निःशुल्क शिक्षा भनेको के, कसरी गर्ने भन्ने कुरा। निःशुल्क शिक्षा गर्नको लागि के चाहियो? पैसा चाहियो। कुरा बुझ्नुभयो नि? पैसा चाहिँ हिमालबाट, त्यो हिमालको हिउँ खनेर ल्याएर त्यो पैसा बन्दैन। अन्तिम मन्त्रीज्यू, राजनीतिमा हाम थालेको मान्छेले बाहिर निस्कन खोज्दैन। अब तपाईँ 6 महिना पछाडि के गर्नुहुन्छ? अब जनताको आशा त धेरै छ तपाईबाट। आश गरेर हुँदैन। नेपालीहरू धेरै आश गर्छ क्या, आफूले चाहिँ काम गर्दैन। पहिलो काम चाहिँ मन्त्रालयमा गएर अब के छ त्यो कुरा बुझ्ने हो। जस्तो अघि नै उत्तर आएन, तपाईँ मन्त्रीको अफर आउँदै गर्दा नबनाऊ भन्ने सोचमा हुनुहुन्थ्यो, त्यो चाहिँ जस्तो बन्दैन भन्ने सोचमा थिएन। नबनाऊ मात्र होइन, नबनाऊ भन्ने सोचमा थिएँ। अब बनिएपछि के हो? ये सब क्या देखना पड़ रहा है? होइन, परिस्थिति यस्तो सिर्जना हुन्छ। मन्त्री त म मन्त्री होइन। भाई साहब कुछ ज्यादा नहीं हो गया? अब एउटा जिम्मेवारी, एउटा भनौँ न, एउटा औपचारिक रूपमा मन्त्री भएको हो, तर व्यवहारमा चाहिँ म मन्त्री हुँदैन। चाहिँ सेवा सुविधाहरू छोडिरहनु भएको छ, हजुरको केही छ त्यस्तो मन्त्रीहरू बन्दै गर्दाखेरि? अब सेवा सुविधा मलाई केही पनि चाहिन्न। म चाहिँ अब मन्त्रालयमै बस्ने हो, त्यहीँ ओछ्यान लाउने हो, त्यहीँ सुत्ने हो। खत्तम। बाय बाय, टाटा। तपाईले नयाँ जिम्मेवारी सम्हालिसकेपछि शिक्षा क्षेत्रमा तपाईको पहिलो प्राथमिकता के रहन्छ? अझै जस्तो त्यही रहन्छ। प्राथमिकता के छ भन्ने कुरा अब यहाँ टिमले चाहिँ त्यसलाई चाहिँ छलफल गरेर छानबिन गरेर बल्ल प्राथमिकता निस्किन्छ। त्यो भनेको फुत्त आफै निस्किने प्राथमिकता होइन। एउटा जुन हिजो कदम चाल्नु भयो, हजुरले कदम भन्नुभयो, 3टा कदम, त्यो कदमले कस्तो प्रतिक्रिया पाइराख्नु भएको छ बाहिरबाट? खोइ कस्तो गरेछ नि, कस्तो गरेछ नि थाहा छैन। होइन, मैले कदम चाल्ने हो, बाहिरकोले कस्तो ठानेका छन्, मैले कसैलाई सोध्न नि गएको छैन, कसैले मलाई यस्तो भन्न नि आएन। अब यस्तो कुराकानी त जहिले पनि गरिन्थ्यो, गरिएकै छ। भनेपछि तपाईँले त्यहाँ बाहिर बस्दा नि मन छ, भनेपछि तपाईँले त्यहाँ बाहिर बस्दा नि मन बाहिर छु कि भित्र छु कि अब। अनि हिजोबाट हजुरको बसाइ यतै छ? यतै छ। त्यो फेरि जनरल कुरा सोध्यो। एकदमै मार्केटमा तपाईँको अहिले त्यो मार्केटले मैले गरेको होइन। एउटा एकदमै चर्चा पाउनु भएको छ, तपाईँले के भन्नुहुन्छ यो विषय? मलाई थाहा छैन चर्चा गरेको कि गरेको छैन, मैले त्यो गरेको हेरेकै छैन। आएर समाज सेवा गर्नुभयो, जनताको मन जित्नु भएको छ नि त। तपाईँ देशभरि घुम्नुहुन्छ, गरिब निमुखा असहाय जनता कहाँ जानुहुन्छ, आविष्कार केन्द्रमा बसेर हाम्रा देशका सबै जनताको जित्या छैन। प्रोत्साहन गर्नु भएको छ नि त युवा वैज्ञानिकको। सबै जनताको जितेको छैन। कतिलाई महावीर पुन भन्ने नाम सुन्ने बित्तिकै रिस उठ्छ। त्यस कारणले सबै जनताको चाहिँ मन जितेको छैन। त सबैलाई थाहा भइसक्यो, किताब बेच्ने महावीर मन्त्री भएर थाहा भयो होला नि। मन्त्री मलाई क्वार्टर चाहिन्न, क्वार्टर चाहिन्न। तिमीलाई म अहिले नै के निर्देशन दिन चाहन्छु भने यहाँ एउटा कोठा बनाउनु, त्यहाँ चाहिँ एउटा बेड भए पुग्छ है, एउटा टेबल, एउटा कुर्सी, मन्त्रालयमा बस्ने। म त जहाँ बसे पनि, जहाँ गए पनि, जहाँ काम गरे त्यही बस्ने बानी छ। मलाई
के बताउनुहोस् तपाईँले भन्नुभयो मलाई कबाडी मन्त्री भन्नुहोस् भन्नुभयो किन तपाईँलाई कबाडी सबैले कबाडी भन्छ त मलाई अनि खत्तम तपाईँको हातमा अहिले विज्ञान प्रविधि मन्त्रालय आइपुगेको छ अब तपाईँलाई काम गर्न कुनै समस्या छैन तपाईँले चाहनु हो भने चमत्कार गर्न सक्ने व्यक्ति हो तपाईँ कसरी ल बताउनु त चमत्कार गर्ने तरिका एउटा दुईटा केन्द्रमा 1 रुपैयाँ पनि पैसा जाँदैन जानै सक्दैन क्या बजेट नछुट्याउने छुट्याउँदै तपाईँ भनिरहनु भएको छ मलाई बजेट चाहियो काम गर्न समस्या छ मैले भने होइन यो वैशाखमा चाहिँ मैले माइती घरमा धरना आन्दोलन पनि त्यही मागको लागि 1% को लागि 2080 मा बसेको हो त वैशाख महिनामा म पनि सहभागी थिएँ तपाईँलाई मैले साथ दिएको थिएँ त्यो तपाईँले थाहा पाउनु भएन के को लागि आन्दोलन बसेको खत्तम अब आउने उसमा चाहिँ चुनावमा चाहिँ नयाँ मान्छे चाहिँ आउनुपर्छ नयाँ आउनु पर्यो काम गर्ने मान्छे आउनु पर्यो तपाईँ पनि आउनु पर्यो भन्छु म त कहाँ युवा मान्छे जस्तो शिक्षा भनेको हामी सबै नेपालीको मौलिक हक हो अधिकार हो निशुल्क पढ्न पाउनुपर्छ हामी सबैको चाहना हो आजको दिनमा हाम्रो देशमा त्यो सम्भव छैन के सम्भव छैन अब तपाईँ गाड बिना हिँड्दाखेरि त समस्या होला नि त अब तपाईँ आउँदैन गाड पनि नचाहिने तपाईँ 70 वर्षसम्म बिना गाडी हिँड्यो भने जब त्यो 6 महिनालाई नहिँड्नेमा केही फरक पर्दैन क्या तर अब चाहिँ के छ त भन्दाखेरि तर गाड बिनाको मन्त्री तपाईँ गाड बिनाको त अब भन्न त मिलेन किनभने अब माथिको यो सुरक्षाले चाहिँ गाड चाहिँ खटाइदिएको छ त्यहाँ तलतिर बसेका छन् घुम्न जाऊ भनेको छु मैले